ल हेर्नु यति राम्रो बादलको दृश्य मलेसियामा है, यति राम्रो। लगभग मलाई लाग्छ साँझसम्ममा पानी पर्छ पक्कै पनि। यति राम्रो सुन्दर दृश्य छ है बादलको। हेर्नु त कति राम्रो सुन्दर छ। ओहो न, यति राम्रो सुन्दर दृश्य। अब यहाँ साँझतिर पानी पर्ला पर्ला जस्तो छ। हेर्नु ल मलेसियाको अब यस्तो राम्रो सुन्दर दृश्य छ है। ल हेर्नुहोस्, तपाईहरुले चाहिँ मेरो कार्की ब्लगमा लाइक कमेन्ट र सब्स्क्राइबर हान्नु पर्यो साथीहरु के। कार्की ब्लगमा लाइक कमेन्ट र सब्स्क्राइबर गर्नु पर्यो साथीहरु हैन। ल यस्तो छ। ल हेर्नुहोस्, अम्लिसो 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 भन्छ के होला नेपालतिर। ल हेर्नुहोस् यति राम्रो यति सुन्दर। ल सिमल त लगभग सबै ठाउँमा पाइँदो रहेछ। ल हेर्नुहोस् यति राम्रो सुन्दर छ। ल यहाँ म बल्छी टाँगेको रहेछ यार, यस्तो यति सुन्दर छ। यस्तो राम्रो मर्निङ वाक छ। Makan roti tu. मेरो रोटी खाइदियो चराले भन्दैछ है। माछा मार्न आएको बल्छी धुर्बेको यहाँ राखेको रोटी चाहिँ खाइदियो भन्दैछ। ओह बाँदर रहेछ बाँदर। ल साथी हो, नेपालको जस्तै एक्लो बाँदर यहाँ पनि छ। ल हेर्नुहोस् यो एक्लो बाँदर। ल हेर्नुहोस्, ल यहाँ के खसाउँदैछ मा खरामी छ। यसको यो खाइदियो छैन होइन, यो त कालो बाँदर रहेछ है। हेर्दै यस्तो छ। ल एक्लै बाँदर भनेको यस्तो। मङ्की मङ्की अङ्कल मङ्की मङ्की त्यहाँको ए ल हेर्नुहोस् आउँदैछ। ल हेर्नु है, यहाँ पनि एक्लो बाँदर हुँदो रहेछ। ल यस्तो राम्रो सुविधा छ। ल हेर्नुहोस् मर्निङ वाक। ल हेर्नुहोस् यतिको पायो भने जहाँको पनि जनता खुसी हो। फेरि यतिको सुविधा दियो भने सरकारले सबैमा गरिदिनु पर्यो। त्यस्तै कृत्रिम पोखरी हो फेरि यो चाहिँ, बनाएको पोखरी हो। पानी जम्मा हुन्छ यताउता, पानी परेको सबै पानी जम्मा चाहिँ यहीँ हुने हो। यस्तो छ। ल तपाईहरुले कार्की ब्लगलाई लाइक कमेन्ट र सब्स्क्राइबर गर्नु पर्यो साथीहरु है। लाइक कमेन्ट र सब्स्क्राइबर गर्नु पर्यो तपाईहरुले।